नमस्कार साथीहरू, सन्चै हुनुहुन्छ? वेलकम ब्याक छ तपाईहरुलाई फेरि पनि यो तपाईहरुको आफ्नै युट्युब च्यानल पदमगा युट्युब च्यानलमा। अहिले चाहिँ म तपाईहरुलाई यो बुटोल गोरुसिङे सडक खण्ड अन्तर्गत यो कैला नदीमा बन्दै गरेको पुलको अपडेट दिँदैछु। साथसाथै अहिले यहाँ बन्न लागेको बाटोहरू पनि त्यस्तै अपडेट दिने कोसिस गरिरहेको छु। यता चाहिँ गोरुसिङे जाने बाटो हो भने अहिले यहाँबाट उठाएर यो ठाउँमा चाहिँ अहिले माटो पट्टाइरहेको काम छ। त्यस्तै गरेर यो पुरानो सडक हो भने अहिले चाहिँ यहाँ यसरी डोजरले के भन्छ यसको नाम माटो लिएर आएर यसमा माटो पट्याउने काम गरिरहेको छ। ढिलै भए पनि यो पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोलदेखि गोरुसिङेको यो सडक खण्ड 50 किलोमिटर सडक खण्डमा यो निर्माणाधीन रूपमा रहेको यो कैला नदी पुलमा नयाँ पुल बनिरहेको छ र यसको यहाँ चाहिँ यस्तो बनिरहेको छ भने यहाँसम्म यसरी यसमा चाहिँ माटो पट्टाएर यो पुल नयाँ बन्ने छ। तपाईहरु देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी यो कैला नदी लगभग 3 × 30.90 भन्ने यसको स्पाम छ भने जे होस् यो ठाउँमा अहिले तपाईहरुलाई ढिलै भए पनि फेरि अपडेट दिने कोसिस चाहिँ त्यहाँबाट मैले तपाईहरुलाई यो भिडियो देखाइरहेको छु। बुटोल गोरुसिङे सडक खण्ड स्तरोन्नति गर्न लागेको पनि लगभग 1.5 वर्ष पुरा भइरहँदा धेरै खण्डमा संरचना निर्माणका कामहरू लगभग द्रुत गतिमा भइरहेका छन् भने यता गोरुसिङे साइड यता बन्दै गरेको तल अन्य पुलहरूमा पनि काम भइरहेको छ। अहिले हामी यो कैला नदी खोला पुलमा कैला नदीमा आइपुगेका छौँ र यो खण्डमा चाहिँ अहिले यसरी धमाधम बेसहरू बनाउने काम यसरी भइरहेको छ। यसको अस्ति आउँदा यसको यहाँ यसरी यसको काम भइरहेको छ। यो ठाउँ हो कतिवटा यसमा पिलर उठाउँछ भन्ने कुरा हो। यसमा पिलर उठाउनको लागि यसको बेस चाहिँ तलबाट बनाएर 16-17वटा सानो पिलरहरू उठाएर यसको ठुलो बेस बनाएको छ। त्यस्तै गरेर अहिले यो खोलालाई डाइभर्सन गरेर यसको काम चाहिँ भइराखेको छ। तपाईहरु देख्न सक्नुहुन्छ। यो कैला नदी पुलमा चाहिँ अहिले यसरी जोस काम चाहिँ भइराखेको छ। त्यस्तै गरेर यता यो खण्डमा यता बाटो बनिराखेको छ भने यो नदी हो। यता नदीबाट यसरी डाइभर्सन गराएर यो ठाउँमा चाहिँ काम भइराखेको छ। जे भए पनि अब जो संरचना निर्माणमा यो बुटोल गोरुसिङे सडक खण्डको संरचना निर्माण गर्ने काम विभिन्न खण्डहरूमा धमाधम भइरहेको छ। त्यस्तै गरेर यो खण्ड अन्तर्गत फारलेन त्यस्तै गरेर यता योभन्दा यहाँबाट यता लगभग 6-7 किलोमिटर गोरुसिङे पुगिन्जेली त्यो ठाउँमा पनि धेरै ठाउँमा कालोपात्रेको लागि ग्राभेल रेडी बनाएर राखिसकेको अवस्था छ। अहिले बर्खाको समय भए पनि खासै यसको काम पानी नपरे पनि अहिले चाहिँ यसको काम यसरी भइरहेको हामी देख्न सकिन्छ। यसको पिलर उठाउनको लागि तलबाट यसको बेस बनाएर मेन बेस हो। यसलाई मेन बेस भनेको यसको तलपट्टि यसरी 4वटा बनाएर फेरि यसको साइड मेन उठाउने काम यहाँ भइरहेको छ। यो चाहिँ हो पुरानो नदी कैला नदीको पुरानो पुल। त्यस्तै गरेर त्यो पारिपट्टि पनि यही ठाउँमा यो नालीको लागि ड्रेनेजको लागि चाहिने आवश्यक सम्पूर्ण सामानहरू यहीँ बनाइराखेको छ। अहिले यहाँ जे होस् कैला नदी खोलाको कैला नदीमा चाहिँ यसरी अब यहाँबाट चाहिँ सिमेन्ट भरेर पिलर बन्छ होला। त्यसको लागि चाहिँ अहिले यहाँ कामदारहरूले काम गरिरहेको हामी देख्न सक्छौँ। जे भए पनि ढिलै भए पनि बिस्तारै गति लिएला होइन। यसमा कतिवटा पिलर बनाउँछ भन्ने कुरा पनि एउटा त्यहाँ छ 2, 3, 4वटा जति पिलर बनाउँछ होला। त्यस्तै गरेर त्यो साइडमा पनि गटरहरू बनाउन स्टार्ट गरिराखेको छ। ल तपाईहरु देख्न सक्नुहुन्छ। यो हो कैला नदीमा बन्दै गरेको पुल। यसरी अहिले यो कैला नदी पुलमा यसको कैला नदीमा पुलको काम अहिले चलिरहेको छ। ल हेर्नुहोस् यसमा माटोहरू कति ठुलो तरिकाले फालेर होइन यसरी टक्क लाएर खोला नै डाइभर्ट गरेर मजाले यसको
काम भइरहेको तपाईँहरू अब देख्न सक्नुहुन्छ। अहिले जे होस् तपाईँहरूलाई यो खण्डको अपडेट दिइरहँदा अहिले म गुरुसिङे पुगेर आएको। त्यतातिर खासै केही पनि काम भएको छैन। तल एउटा कुन्द्रा खोला पुलमा बाहेक कुन्द्रा खोला पुलमा पनि जे होस् पुलमा लाग्ने गटरको काम मात्रै भइराखेको छ भने अन्य कामहरू अलरेडी त्यो पिलर उठाउने काम, बेस उठाउने काम भइसकेको छ। यो चाहिँ 30 मिटर इन्टु 30 90 मिटरको छ होला यो सायद। 90 मिटरदेखि भन्दा 90-100 मिटरको काम चाहिँ पुल यहाँ बन्नेछ। त्यस्तै गरेर तपाईँहरू यताबाट हेर्नुमा चाहिँ त्यो अहिले मेन पिलरको काम चाहिँ यहाँ भइरहेको हामी देख्न सक्छौँ। यो त अहिले म तपाईँहरूलाई यो बुटोल गोरुसिङे सडक खण्डको गोरुसिङे खण्डबाट यो कैला नदी पुलमा बन्दै गरेको पुलको अपडेट दिइराखेको छु। आशा छ तपाईँहरूलाई पक्कै पनि मन परिरहेको छ। ल यसरी यसको काम अहिले जे होस् भइराखेको छ। ल कैला खोला नदीमा पनि धमाधम यसको काम चलिराखेको छ भन्दा फरक नपर्ला। त्यस्तै गरेर त्यता पनि यसरी यसको कामहरू यो साथसाथै यो के भन्छ यसलाई पिलर नालीको काम पनि यसमा भइराखेको छ र मेन गटर चाहिँ यसले यहाँ अर्को हो यहाँ पिलर उठाउँछ होला। यसको पनि यहाँ काम चलिराखेको यहाँ हामी देख्न सक्छौँ। समग्रमा जे जस्तो भए पनि बुटोलदेखि नारायणघाट सडक बुटोलदेखि गोरुसिङे यो सडक खण्ड अन्तर्गत यो पुल चाहिँ पुरानो पुल हो। सायद पुरानो पुलमा चाहिँ यहाँ पहिरो गयो होला, त्यसकारण यसमा माटो पट्टाइराखेको रहेछ। हुन पनि हो, बाटो चाहिँ एकदम डेन्जर पनि छ, राम्रो पनि छ। जो समग्रमा काम भइराखेको यहाँ हामी देख्न सक्छौँ। अहिले हामी तपाईँहरूलाई बुटोल गोरुसिङे सडक खण्ड अन्तर्गत कैला नदीको पुलको अपडेट दिइराखेका छौँ। अहिले चाहिँ यहाँ यसरी काम भइराखेको छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यति भन्दै तपाईँहरूलाई त्यस्तै गरेर तपाईँहरूलाई यो भनिरहँदा यो यसको बाटो त यताबाट पुल उठ्छ होइन, उठेर त्यतापट्टि पनि यसको काम यसरी भइराखेको छ। त्यस्तै गरेर यो खण्डमा पनि त्यस्तै गरेर यहाँ खण्डमा पनि यो खण्डमा बाटो बन्नेछ। यति भन्दै तपाईँहरूलाई यो बुटोल गोरुसिङे सडक खण्ड अन्तर्गत कैला खोलाको पुलबाट चाहिँ योसम्मको यहाँको अपडेट यतिलाई भन्दै फेरि अर्को ठाउँको भिडियोमा भेट्ने बाचासहित अहिलेलाई चाहिँ तपाईँहरूलाई यहाँबाट साइन अप हुन चाहन्छु। थ्याङ्क यू फर वाचिङ र सधैँभरि यसरी माया गरिदिनु होला भन्दै अहिलेलाई चाहिँ यो बुटोल गोरुसिङे सडक खण्डमा बन्दै गरेको यो कैला नदीमा बन्दै गरेको पुलबाट साइन अप हुन चाहे। थ्याङ्क यू।